नेपालको पूर्व राजा ज्ञानेन्द्रको एउटा जुन भनाइ छ एकदमै मार्मिक रहेको छ। म तपाईहरूलाई त्यो पढेर सुनाउँछु। मैले देश छोडेर जाने सोच बनाएको पनि छैन। म मातृभूमि नेपालमै बसी मुलुकको बृहत हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु। मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ। स्वतन्त्र राष्ट्रको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ। कस्तो लाग्यो त यो भनाइ तपाईहरुलाई?